तर के गर्नु त्यो हिन्दी बोल्दा बोल्दा बानी भएर क्लियर नेपाली चाहिँ छैन है। ऊ तल हेर्नु नि सुन्तलाहरू कस्तो राम्रो फलिरहेको छ। खाने भए आउनुहोस् है साथीहरू तपाईँहरू पनि। अनि यो चाहिँ हाम्रो कुखुराहरू छ। अरू चाहिँ उता उता गएको होला, यिनीहरू चाहिँ सानो सानो छ नि त, त्यही भएर छोडेको छैन। अनि यो चाहिँ डल्ले खोर्सानी हो। अनि अब चाहिँ यसको सिजन सकिनै गयो नि त, त्यही भएर कम्ती छ, तर पनि अब खानुको लागि चाहिँ छ। त्यही भएर सुन्तलाहरू चाहिँ हेर्नुहोस् न कस्तो फलिरहेको छ होइन। एकछिन पर्खिनुहोस् ल, म तपाईँलाई परतिर देखाउँछु। सुन्तलाहरू अलिक धेरै फलेको छ, यहाँ चाहिँ अलिक कम्ती रहेछ। अनि यो चाहिँ हाम्रो गाईहरू हो। यो गाई चाहिँ पुरा बुढी गाई हो, म भन्दा पनि ठुलो हो। अनि यहाँ चाहिँ मेरो फुपू हुनुहुन्छ। यहाँको चाहिँ हातखुट्टाहरू केही लाग्दैन, मुख पनि लाग्दैन हो। यस्तै छ है साथीहरू, के गर्नु, बस्तीमा चाहिँ यस्तै हुन्छ हो। अनि यो चाहिँ हाम्रो सानो फुलबारी। अब के गर्नु, केटी मान्छेहरू छैन घरमा होइन। केटी मान्छेहरू नभएपछि चाहिँ यस्तै हुन्छ, भाइहरू मात्रै छ नि त घरमा। त्यही भएर मम्मी एक्लै हुनुहुन्छ, मम्मी एक्लैले के गर्नुहुन्छ र। अनि यो फुल हेर्नु नि साथीहरू कस्तो राम्रो छ है। अब हामी चाहिँ पहिला हुँदाखेरि चाहिँ गर्थ्यौँ नि त, अब के गर्नु, अब हामी त बिहा गरेर गइहाल्यौँ है। अनि यो चाहिँ हाम्रो खोले पकाउने ठाउँ है। खोले पकाउने ठाउँ। अनि हेर्नुहोस् न, मेरो पापा चाहिँ पुरा काम गर्नुहुन्छ है साथीहरू, हेर्नुहोस् है। यहाँ धनियाँ चाहिँ उम्रिँदैछ भन्छ कि के भन्छ है, सरी मलाई थाहा भएन। यो चाहिँ बाख्राहरू छ। अनि यहाँ हेर्नुहोस् न सुन्तलाहरू कस्तो पाकिरहेको छ। मलाई चाहिँ फेरि घाँटी पनि दुखिरहेको छ हो। यहाँ पनि छ है साथीहरू काँक्राहरू चाहिँ, यहाँ चाहिँ भर्खर फल्दै रहेछ हो। म चाहिँ हिजो आउने बित्तिकै काँक्रा खाएँ मजासँगले नुन खोर्सानीसँग। अनि यहाँ चाहिँ सुन्तलाहरू राम्रो छ, यहाँभन्दा माथि छ। माथि चाहिँ अहिले जाँदिनँ, बादमा देखाउँछु तपाईँलाई। यहाँ हेर्नुहोस् हाम्रो सुँगुर यहाँ गर्दैछ। अनि यहाँ चाहिँ पत्ता नै अब पापाले के रोप्नु भएको छ है, आलु रोप्नु भएको छ कि के रोप्नु भएको छ थाहा भएन साथीहरू त्यो चाहिँ। अनि यहाँ चाहिँ साग रोप्नु भएको रहेछ। अनि हेर्नुहोस् न सुन्तला कस्तो राम्रो फलेको छ। खाने भए आउनुहोस् है साथीहरू तपाईँ पनि। हुन्छ, अहिलेको लागि चाहिँ यति नै हो। अनि फेरि आउनेछु नयाँ भिडियोमा।